सर र अगाडि गएर बल यहाँले भनेर खाली ठाउँ हुन्छ नि, मान्छेको भन्दा उतापट्टि फ्री ठाउँमा गएर बल ले भनेर माग्ने एउटाले, अर्कोले फेरि दुईचोटि मात्र क्यारी गरेर सट्ट छिराइदिने बल, त्यसरी खेल्ने हो नि त। अनि एक्लै क्यारी गर्दा गर्दा थाक्छ अनि के हुन्छ? तैँले के अरे त दुईचोटि क्यारी गर्ने बित्तिकै त थाकिहाल्छस्, अनि तैँले ठाउँमा बल फाल्नै सक्दैनस्, अनि त्यत्तिकै पैसा मात्र बग्छ। टक टक ट्याक्सी सिक्ने हो नि त। अनि स्किल टक्क पास दिएर खेल्ने हो, त्यसरी टक्क टक्क सर हो त्यो फ्री ठाउँमा गएर बल माग्ने, अनि टक्क पास दिने, फ्री ठाउँमा गएर बल माग्ने, पास दिने, फेरि पास भेट्न जाने। टक्क बोल्ने पार्टनरलाई बोलाउने, म यहाँ छु फाल भन्ने हो। अब क्यारी गर्ने आफ्नो पार्टनर कता छ हेर्ने, अनि त्यहाँ फाल्ने।